हेलो गाइज, हजुरहरूलाई सन्चै अनि आरामै हुनुहुन्छ होला भन्न चाहन्छु। अनि आज चाहिँ म विशेष गरी अहिले चाहिँ पिरो चाउचाउ बनाएर खाँदैछु। हजुरहरू पनि हेरिदिनु होला अनि कस्तो लाग्छ भिडियो सपोर्ट दिनु होला भन्न चाहन्छु। अनि नयाँ साथीहरू हुन्छ भने प्लिज सब्सक्राइब गर्नु होला अनि मेरो भिडियोहरू पनि हेरिदिनु होला। भिडियो चाहिँ स्टार्ट है। म चाहिँ अब ग्यास चालु गर्दैछु। टोपमा चाहिँ लगाइसकेको छु अनि यहाँ चाहिँ अब पानी हाल्छु म। अनि एउटा अन्डा पनि हाल्छु। अनि अन्डा पनि खानु पर्यो। अघि ढाक्दैछु म। यहाँ चाहिँ पानी उम्लिराख, अन्डा पाक्दैछ अनि अहिले खासै भएको छैन त्यो। अब 5-6 मिनट त पाक्न दिनु पर्यो। अब पाक्यो होला गाइज। अनि अन्डा चाहिँ तान्छु म। डाडु तान्नुपर्छ कि तातो छ। अब चाहिँ चाउचाउ हाल्छु म। दुईटा हो चाउचाउ। विदेश नखुल्ला जस्तो लागिरहेको छ। हेलो गाइज, म चाहिँ यहाँ पाकिने भनेर पिछा गर्दैछु है। अनि थोरै नुन हाल्न चाहिँ बिर्सिएँ कि मैले। अनि नुन चाहिँ हालेँ। चाउचाउ पाकिसक्यो। अब चाहिँ यस्तो छ कि अनि म चाहिँ धेरै पिरो खान्न। अब हाल्छु है। आज रसा पनि खानुपर्ने छ थोरै। रसा गराएर भोक लागिरह, त्यही भएर। अनि हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। अहिले चाहिँ भएको छैन एकछिन। अनि तातो चाहिँ गराउनु पर्यो नि त गाइज। झारो पिरो खानुपर्छ क्या आजभोलि। चाउचाउ चाहिँ पाकिसक्यो गाइज। धेरै नखाउँ क्या पिरो, ठिकै छ। अनि हजुरहरूलाई कस्तो लाग्छ भन्नु होला है। मैले चाहिँ दुईटा नुन हाल्यो। मोबाइल चाहिँ एउटै हातमा छ, एउटै हातले नुन फुटाल्नु नसकेर गराउनु पाएन। चाउचाउ चाहिँ सबै रेडी, अन्डा सन्डा पकाएर। अनि अब मस्त यहाँ राखेर चाहिँ खाइन्छ गाइज। अनि मोबाइल भयो है। यो खाँदैछु म त। तातो पनि छ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला गाइज। अहिलेलाई यति नै। सबै मोबाइल एउटा हातमा समाउनु पर्ने हुन्छ, त्यसैले खानालाई नि अप्ठ्यारो भइरह, भिडियो चाहिँ गराउनु पाउन्न। यो मेरो अहिलेको खाना। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला।